द्याट इज माई च्यालेन्ज क्या। म त च्यालेन्ज दिएर भन्छु क्या, यो देशमा राजा आउँछन् होइन, राजा उठेनन् भने 91 सालसम्म हितेन्द्रले राज्य गर्छ यो देशमा। 91 सालसम्म यो देशमा राज संस्था सहितको कार्यकारी प्रधानमन्त्री भएको यो देश हुन्छ। ठोकुवा च्यालेन्ज। राजा हुन्छन्, राजा आउँछन्, राजा हुन्छन्। जबसम्म यो देशमा राजा आउँदैनन् तबसम्म यो देशमा थिति र सुमार्गमा यो देश कहिले पनि जाँदैन। राजा आउनै पर्यो भन्ने तपाईको? आउनै पर्यो होइन कि आउँछन्, योगै छ क्या। आजसम्म मलाई पागल भन्थे क्या मान्छेले, 82 काट्दैन, 84 मा चुनाव हुँदैन, मिसन 84 नभन्नुहोस् भनेर प्रत्येकचोटि भन्दा पागल भन्थे क्या। राजा आएर भने तपाईलाई पागल भन्ला, धम्पिस्वास भर्ला नि। हो त आउँछ कि अनि सीतागाल बित्ने बित्तिकै उहाँको 13औं तिथिको दिन मैले भनेको थिएँ 3 वर्षभित्रमा गणतन्त्रको गढ आउँदैन भनेर, हेर्दै जानुहोस्। अनि राजाहरु चुपचाप बस्या किन त? जनताले त उठिराछन् त अहिले विभिन्न आस्था राख्ने व्यक्ति। राजाले जनताको चेतना भए हिजो जसरी तिमीहरूले ढुङ्गा हानी हैन, जुन राजाले यो देश बनाए, नेपाल र नेपालीलाई चिनाए, संसारको धनाढ्य राज्य मध्येमा एक राज्य नेपाल पनि हो भनेर बनाए हैन, त्यो राजालाई ढुङ्गा हानेर निकाले नि त हैन। अब तिमीहरू पीडित हौ र तिमीहरू स्वयं आएर चाहिँ मलाई फेरि हिजो मेरो गद्दी खोजेको त्यही ठाउँमा तिमीहरूलाई चाहिँ नसम्म मलाई चाहिँ के छ, म सुतेर खान्छु। राजा बन्नु गाह्रो छ के तपाईँको? अहिले त उहाँलाई आरामदायी जिन्दगी छ, न कसैको चासो न कसैको लग्जरी लाइफ बिताइराख्नु भएको छ। किन उहाँले भाग लिनुहुन्छ? जबसम्म जनताले आऊ हामी भोगो मर्यौं, यो देशमा अरूले लुटे, हाम्रा छोरा नातिहरू सबैजना विदेशी, हाम्रो क्रिया गर्ने मान्छे भएन, मलाई नि जाने मान्छे भएन भने जबसम्म जनता जाँदैन तबसम्म राजा चुपै लाएर बस्छन्। उहाँलाई वास्ता भएको कुरा होइन क्या। जब यो देशमा राज संस्था आउँछ नि तब कुनै पनि नेपाली एक छाक पेट पाल्नुको लागि अरबको खाडीमा गएर बेल्चा हान्नु पर्दैन र बाकस। राजा हुँदाखेरि पनि त अरबको खाडीमा त गएका थिए त जनताहरू, गएनन् त? कहिले गएको थिए? पहिला हेर्नुस्, जब 2046 साल पछाडि जब चाहिँ प्रजातन्त्र आए, बहुदल आए, बौलाहरूको तन्त्रलाई बहुदल भनिन्छ क्या हैन, बौलाहरूले तन्त्र ल्याए, त्यहाँ पछि मात्रै नेपाल विदेशिन थालेको। म एउटा यस्तो व्यक्ति हो पासपोर्ट लिएर जर्मन गएको थिएँ भनेको हैन। हङकङ त यहाँ भात खाएर चुट्न जान्थ्यो, म मात्र होइन, धेरै नेपाललाई सोध्नुहोस्। सिङ्गापुर फ्री पोर्ट थियो, हङकङ फ्री पोर्ट थियो, जर्मन फ्री पोर्ट थियो, जापान पासपोर्ट लिएर जान पाइन्थ्यो, अमेरिकाको पासपोर्ट देखाउने बित्तिकै ठ्याक्क भिसा आउँथ्यो राजा हुँदा। हेर्नुहोस् त आज रसियाको चाहिँ के अरे उसलाई राष्ट्रपतिलाई भारतको मोदीले सलामी दिए अरे, पहिला राजालाई कसरी सलामी दिन्थ्यो? अमेरिकाको राष्ट्रपतिले ढोगेको र अमेरिकामा नेसनल होलिडे दिएको मेरो देश हो। आज कुकुर जस्तो पनि मान्दैनन्, 2 जना नौटङ्कीहरू ल्याएर नचाएर स्वागत गर्छन्। तर नेपाली तिमीहरूको बुद्धि खै, दिमाग कहिले खोल्छ, सोभियत कहिले आउँछ क्या?